गाइज गुड मर्निङ। मैले चाहिँ हिजो भ्लगै गरिनँ किनभने खासै मेरो हिजो केही पनि कामै थिएन, म कतै निस्किनँ। हिजो म अलिकति मेरो इमोसनल ब्रेकडाउन चलिरहेको थियो। आज चाहिँ मैले भ्लग गर्दैछु। यहाँ चाहिँ पानी परिरहेछ रातिदेखिबाट अनि हावाहुरी आइरहेछ। आज बेलुका 5 बजे चाहिँ साइक्लोन आउँछ भनेर भनेको छ। साइक्लोन आउँछ, हावाहुरी नै आउने हो। अहिले हावाहुरी आइरहेछ, योभन्दा नि 10x बढी हावाहुरी आउँछ टाइप अफ थिङ। सो आजको चाहिँ मैले दिन मिल्ने जति अपडेट यहाँ चाहिँ हाम्रो चाहिँ अलिकति यति भित्र छ कि त्यही भएर रुममा चाहिँ कस्तो धेरै असर गरेन, तर बाहिर गराउनमा चाहिँ लाइक सो मच। यो मौसमको डिमान्ड म चाहिँ दुध चिया र क्रसन खाइरहेको छु। गाइस अहिले चाहिँ म मेरो फोनमा चार्ज हाल्नुपर्छ किनभने अब बत्ती सत्ती हुँदैन भनेर चार्ज हालेको छु। अनि म चाहिँ मेरो हस्बेन्डको फोनबाट सुट गरिरहेको छु। सो यहाँको स्थिति चाहिँ लास्टै धेरै डेन्जर छ। बाहिर चाहिँ केही देखिँदैन, हुस्सु आएको जस्तो, पानी नै पानी, हावा छड्के मिड्के, रुखहरू हल्लिरहेछ, पुरै ढ्याङ्ग्रो ढुङ्ग्रो टाइपको भइरहेछ। हामी चाहिँ घरमै छौँ अनि त्यसपछि हामी चाहिँ सुरक्षित छौँ अनि हाम्रो रुमलाई चाहिँ असर गर्दैन होला। तर अब बत्ती सत्ती नहुँदैन भनिसके पछाडि चाहिँ हामीलाई असर गर्छ, भोलि चाहिँ असर गर्छ। त्यही भएर आज चाहिँ हामीले अब अहिलेको खाना चाहिँ हामीले बनाइसक्यौँ। त्यो खाना खाएर बेलुकालाई खाना बनाएर राखिहाल्नुपर्ने स्थिति छ। अनि त्यस्तै छ गाइस। अब हुन्छ त म अपडेट दिँदै गरौँला। हेर्न सक्नुहुन्छ यहाँको माहौल यस्तो छ, पानी पुरै भित्र आइरहेछ, हावाको बहाव लास्टै धेरै छ। मलाई आफैलाई उडाउला जस्तो फिल भइरहेछ। जस्ताहरू चाहिँ केही पनि उडाइसकेको छैन, तर हावाको स्पिड चाहिँ बढिरहेछ। सेकेन्डमा हावाको स्पिड बढिरहेछ। 160को स्पिडमा चाहिँ आज आउँछ भनेर चाहिँ समाचारहरू आइरहेको छ। तर हामी वेटिङमा छौँ। अहिले चाहिँ मलाई लाग्छ हामी 70को स्पिडको हावा चाहिँ अहिले लिइरहेछौँ। सो हाम्रो चाहिँ क्याटेगोरी 3को साइक्लोन आउँदैछ। सो सबैजना अपडेटेड रहनु होला। मेरो भ्लग मार्फत मैले देखाउनेछु मैले के देख्दैछु हजुरलाई। म डिरेक्टली देखाउनेछु। सो हेर्नु होला। यहाँ पुरै हावाहुरी आइरहेको छ। कन्डिसन एकदमै रिस्की छ। मान्छेहरू सेफ स्पेसमा सरिरहेको छ। सो हजुरहरू पनि सेफ स्पेसमा सर्नु होला। हामी चाहिँ अहिलेसम्म सेफ स्पेसमै छौँ, त्यही भएर हामी चाहिँ घरमै छौँ। तर हामीले ब्यागमा फास्टफुड एन्ड ड्राई फ्रुट्सहरू सबै थोक हालेर, लुगाहरू हालेर चाहिँ हामी भाग्न पऱ्यो भने नि तम तयार छौँ भनेर हामी रेडी भइसकेको अवस्था छ। सो बाहिरको सिचुएसन यस्तो छ। हजुरहरूलाई म अपडेट गराउने नै छु। हस्, धन्यवाद। माहौल यस्तो छ, यस्तो हावा आइरहेछ। माहौल यस्तो छ है, खत्तम माहौल छ। बाहिरको हावाको बहाव बढिरहेछ। एकदमै रिस्की माहौल छ आजको। यो फर्स्ट डे हो आज चाहिँ। मलाई उडाउला जस्तो हावा आइरहेछ। तर पनि म यहाँ मेरो भ्लगिङको लागि आएर क्यामेरा तेर्साइरहेको छु। हेर्नु होला, सहरहरू जस्तोको तस्तै छन् अहिलेसम्म। घरहरूको जस्ताहरू उडाउने त भएको छैन, तर रुखहरू एकदमै उडाउला जस्तो गर्ने अनि रिस्की इन्भाइरोमेन्ट चाहिँ छ। 5 बजिसक्यो अहिले चाहिँ। अनि
त्यसपछि साइक्लोनको प्रभाव चाहिँ एकदमै धेरै आइसकेको छ। हेर्न सक्नुहुन्छ केही देखिँदैन, यस्तै पानी हो। मलाई चाहिँ उडाउला हाने डर लागिरहेछ, यस्तो धेरै रिक्सी, यति धेरै ठुलो पानी परेको छ। म प्याक गरेर देखाउँछु। सो गाइज बाहिरको इन्भाइरोमेन्ट चाहिँ एकदमै रिस्की छ अहिले पनि, अनि स्पिड चाहिँ बढिरहेछ हावाको। अहिले चाहिँ 140 किलोमिटर पर आवर आइरहेछ। अनि हामीले चाहिँ अब दिउँसो यताउता गऱ्यौँ, यत्तिकै घर बस्यौँ, मोबाइल हेऱ्यौँ, टिकटक स्क्रोल गऱ्यौँ, अल दिस थिङ्स, न्युज हेऱ्यौँ। अनि बाहिरतिर जाने आज हुँदै भएन किनभने सबै कुरा बन्द छ। अनि त्यसपछि थुक्पा खायौँ। मैले थुक्पा बनाएको भिडियो बनाउँछु सोच्दै थिएँ, खै त्यो बेला ध्यान कता गयो, हावा उडिआइरहेको थियो, त्यही भएर अलिकति स्ट्रेसको माहौलमा बत्ती गइहाल्छ किनभने छिटो बनाएको थियौँ। अनि चटपटे पनि बनायौँ, अनि थुक्पा चटपटे अनि कोक खायौँ। अनि हामीले चाहिँ अब दिनको समाप्त गऱ्यौँ, साँझ चाहिँ खाना नखाने निर्णय गरेर। अहिले चाहिँ लगभग 9 बजिसकेको छ अनि स्पिड एकदमै धेरै बढिरहेछ। सो राति भाग्न पर्न सक्छ, तर अहिले चाहिँ अब सुत्ने भन्ने तर्खर गर्न आँटेको। हस् त गाइज, थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग्स। अलि धेरै माया दिनु होला साथीहरू, किनभने म नयाँ छु अनि हजुरहरूले माया दिनुभयो, हजुरहरूले मलाई लाइक कमेन्ट गर्नुभयो, सुझाव दिनुभयो भने मलाई अझै धेरै भिडियो हाल्न मन लाग्छ। त्यही भएर धेरैजनाले त हेर्नुहुन्न किनभने रिचै पुग्दैन अहिले त स्टार्टिङमा, तर जतिजनाले हेर्नुहुन्छ उहाँहरू सबैजनाले मलाई रिभ्यू दिनु होला भन्न चाहेँ। थ्याङ्क यू सो मच, गुड नाइट।